आज म तपाईँलाई देखाउँछु यस्तो एउटा डिस नै यहाँ बनिरहनु होला भिडियोको एन्डसम्म र आज आएको छ हाम्रो किचनमा स्क्विडको अर्डर र म देखाउँछु यहाँ हामी कसरी बनाउँछौँ हो। यहाँ कटिङ भइसक्यो, यहाँ देख्न सक्नुहुन्छ पुरा फ्राईको लागि रेडी गरेछन्। फ्राई गरेर पनि आधा हाफ डाउन भइसक्यो र अब अर्डर हान्नेको प्रक्रियामा छौँ। यहाँ देख्न सक्नुहुन्छ तेल हालेर हल्का गार्लिक हालियो, त्यहाँबाट जिन्जर पुरा सतै गर्नुपर्छ, हल्का सतै गरेर यहाँ देख्न सक्नुहुन्छ पुरा सतै हुँदैछ। त भिडियोको लास्टमा पनि पढिरहनु होला, के कस्तो लाग्यो तपाईँहरू कमेन्ट जरुर गर्नु होला। यहाँ गयो तपाईँको रेड येल्लो क्याप्सिकम चप र ग्रिन चिल्ली अनियन चप। अब यसलाई हल्का घुमाउनुपर्छ, मतलब सतै गर्नुपर्छ हो। यहाँदेखि बनिरहनु होला के तपाईँहरूले पनि यस्तै पाराले हान्नुहुन्छ सल्ट एन्ड पेपर, न मैले के मेरो जस्तै गर्नुहुन्छ कि के कस्तो गर्नुहुन्छ कमेन्ट जरुर गर्नु होला। यहाँको एरोमेटिक पाउडर, सल्ट, ब्ल्याक पेपर, त्यहाँबाट जान्छ हल्का लाइट सोया पनि दिन्छु म चाहिँ, किनकि सल्टलाई कभर गर्छ लाइट सोयाले हो। लाइट सोया दिएँ, त्यहाँ हल्का टच गरेँ, देख्न सक्नुहुन्छ पुरा फाइनली लुक्स भइसक्यो। अब हाम्रो एउटा पेकिङको अर्डर आएको छ। तपाईँ स्प्रिङ अनियन पनि दिन सक्नुहुन्छ, कोरिएन्डर पनि दिन सक्नुहुन्छ, तर हाम्रो चाहिँ नो लिफ थियो क्या, त्यही भएर यस्तो